हेलो गाइस, वेलकम टु माई च्यानल है। र आज चाहिँ फेरि हामी सानो एउटा सर्टकट भिडियो बनाउँदैछु है। र आज चाहिँ हाम्रो के छ भने चाहिँ तपाईँको नोक डाँडा अफ रोडिङ गर्नेछौँ है। र आज चाहिँ म एक्लै मात्रै होइन, यहाँ हाम्रो आरुष भाइ, यहाँ के हुन्छ नाम भन न, के हो, श्रवण, गौतम है। हामी आज 3 जना जाँदैछौँ है। एक्सपल्स बाइक छ र स्कुटी छ है। के कसो हुन्छ होइन भिडियो अब तपाईँहरूलाई बाटोमा देखाउने छु। फाइनली हामी यहाँनिर तपाईँको गोमा डाँडा आइसक्यो है। अब चाहिँ खास रोड चाहिँ अब हुन्छ अफ रोडिङ है। र यो अफ रोडिङ अब हामी जाँदैछौँ है। यो चाहिँ गोमा डाँडाको मोनेस्ट्री हो है। अब हामी यो रोड जाँदैछु र अब त्यही हो, चियासा खायो। अब चाहिँ हामी नोक डाँडापट्टि लाग्नेछु है। के कसो हुन्छ तपाईँहरूलाई देखाउँछु है। हेभी हेभी अफ रोडिङ चाहिँ यो है। स्कुटीमा हेर कसरी आउँदै होला झन्। अफ रोडिङ चाहिँ आज खास भेट्यो है हामीले। बबल छ त बाटो त काट्यो। आरुषको चाहिँ हेभी कुदाउँदैछ, हेभी ड्राइभर चाहिँ मैले एकदम बाइक कर लागेको छु नि हो भाइ। यहाँ भाइ म चाहिँ आँट होइन साथीभाइ हो। बाफ रे बाफ। अहिले भने चाहिँ हामी चाहिँ प्राइड होमस्टे जाँदैछौँ। यो चाहिँ प्राइड होमस्टेको बाटो टक्कै गुम्बा डाँडाको बाटोबाट सट्टै यहाँ लेफ्टपट्टि राइटपट्टि हो। बोट पनि रहेछ। अब यो चाहिँ बाटो प्राइड भन्ने जग्गामा आइपुग्यो है, गुम्बा डाँडा मुनि है। यहाँ हाम्रो दाजुको गाडी पनि आइरहेको छ। दाजु पनि भर्खर आइपुग्नु भएको। तपाईँहरू पनि घुम्न आउनुहोस् होला है, मजाको रहेछ यो होमस्टे पनि है। टक्कै यहाँदेखि ओह्रालो गयो है। भाइ आइज ओह्रालो, मजाको, मलाई चाहिँ दामी लाग्यो। दामी रहेछ जग्गा है, मन पर्यो। त्यतिकै झन्डै यहाँबाट तपाईँ घाममा अलि त्यति क्लियर भएको छैन, नभए त दामी देखिँदैछ नि जग्गा हो। ट्याक्कै यहाँ बस्यो है, पिन खेल्यो है मजाले। यहाँ हाम्रो दाजुहरू पनि काम गर्दै हुनुहुन्छ। हलो गरिदिनु दाजु, मजाको रहेछ है। तपाईँहरू पनि आउनुहोस् होला घुम्नु है। यहाँ चाहिँ तपाईँको फोटोहरू खिच्नु सक्नुहुँदो रहेछ है। यहाँबाट भ्यूहरू हेर्नु दामी रहेछ है जग्गा चाहिँ। सानो भए पनि चटक्कै क्या, निकै डेभलप भइसकेको छ। पहिला त्यस्तो थिएन है। यहाँ ट्याक्कै बस्यो, फोटो खिच्यो है। हामी मजाको, अहिले घाम लागेको छैन हो। चाँप फुलिरहेछ, दामी छ। भेरी नाइस। कस्तो लाग्यो भाइ तिमीहरूलाई? मजाको लाग्यो। अनि हाम्रो आइहरूलाई कस्तो लाग्यो? मन पर्यो है। त्यही हो, अब के कसो हुन्छ है। अझै राम्रो राम्रो भिडियोहरू देखाउँछु। र अहिले चाहिँ हामी फाइनली नोक डाँडा आइपुगिसक्यो है। नोक डाँडा आइपुग्यो 1 किलोमिटर जस्तो होला है। बाटो चाहिँ एकदम खतरा थियो है, बवाल थियो अफ रोडिङ है। मजा आएको छ है। आउनुहोस् है तपाईँहरू नोक डाँडा घुम्नु। त्यही हो, यस्तो छ है नोक डाँडा चाहिँ। आउनुहोस् है, इन्जोय गर्नुहोस्। तपाईँहरू पनि बाइकमा आउनुहोस्। अहिले चाहिँ हामी बाटोमा जाँदैछु है। 2 जना नगरी छिरिसकेको छ। हेलो हेलो, उकालो झन्डा नोक डाँडाबाट आइपुग्नु है। यो चाहिँ नोक डाँडा झिलको ओह्रालो बाटो। यस्तो ओह्रालो छ कि के भन्नु। अब यो त मलाई यो ओह्रालो देख्दा कहाँको याद आउँछ भने नि तपाईँको पेसोक ओह्रालो चाहिँ याद आयो मलाई। नोक डाँडा झिल गएको थिएँ, तर अहिले बन्द रहेछ है। र रिटर्न हुँदैछु है। यहाँ हाम्रो आरुष, यहाँ हाम्रो भाइ। फाइनली हामी यहाँनिर आइपुग्यो है। नोक डाँडाको फेरि नयाँ होमस्टे बनिँदो रहेछ है। मजाको भर्खर बनाउँदो रहेछ है। यहाँ ट्रेनहरू पनि लागिरहेको रहेछ मजाको, धुपीगाडी बिचमा है। भर्खर बनाउँदै होला सायद होइन। यसो बाटोमा देखेर चाहिँ कस्तो रहेछ भनेर हेर्न आएको थियो कि मजाको रहेछ। यो चाहिँ भर्खर स्टार्टिङ हुँदो रहेछ है तपाईँको। अब चाहिँ हामी रिटर्न भएको है।
भ्लग फर्काउँदैछौँ है। आजको भ्लग के कसो हुन्छ है, तपाईँहरूले यसो हेरिदिनु होला, लाइक गरिदिनु होला।